अब आउने फागुन 21 गतेबाट चाहिँ युवाहरूको प्रतिनिधित्व चाहिँ हुनुपर्छ। वैदेशिक रोजगारमा मात्र चाहिँ युवाहरू चाहिँ अग्रसर हुने होइन कि अब देशको भविष्य बनाउनको लागि पनि चाहिँ युवाहरू जागरुक हुनुपर्छ। राजनीतिक रूपमा चाहिँ राजनीतिक स्वामित्व ग्रहण गरेर चाहिँ अरूलाई मात्र गाली गर्ने होइन कि आफू पनि त्यो ठाउँमा चाहिँ अग्रसर भएर चाहिँ देश परिवर्तनको आफ्नो देशको चाहिँ जिम्मेवारी वहन गर्नुपर्छ भनेर चाहिँ म आफै पनि यसपालि चाहिँ उम्मेदवारी दिने निर्णय गरेको छु र फागुन 21 गतेमा चाहिँ म त्यो चुनावी माहौलमा होमिराख्दाखेरि रसुवाली जनताले पनि यसपालि चाहिँ निर्णायक मत हाल्ने छ भन्ने चाहिँ म विश्वस्त छु। अबको निर्वाचन पछि चाहिँ सदन र सरकारमा युवाहरूको प्रतिनिधित्व कतिको सम्भावना? अबको त तपाईँको यो जेनजी आन्दोलन भनेको त युवाहरूकै न थियो। युवाहरू एउटा यो नव पुस्ताले चाहिँ गरेको एउटा विद्रोह थियो नि त, एउटा क्रान्ति थियो। अब त्यो कुराले चाहिँ के देखाएको छ भन्दाखेरि अहिलेसम्म चाहिँ उमेर पुगेका डाँडा काटिसकेका बुढाहरूले नेताहरूले चाहिँ देशलाई चाहिँ आफ्नो पकडमा पन्जामा राखेर चाहिँ देश चाहिँ अहिले यो दुर्दशा यो चाहिँ दुर्घटना घट्नु पर्यो देशमा। त्यो भए कारणले अहिलेको जेन्जी युवा पुस्ताहरू अथवा नव युवा पुस्ताहरूमा चाहिँ एक किसिमको के चेतना चाहिँ अंकुराएको छ भन्दाखेरि चाहिँ जबसम्म हामीले राजनीतिक स्वामित्व हामीले ग्रहण गर्दैनौँ नि तबसम्म न त हाम्रो लागि कोही आउनेवाला छ। त्यो भएको कारणले गर्दा अहिलेको युवा पुस्ताहरूले चाहिँ राजनीतिक स्वामित्व ग्रहण गरेर चाहिँ राजनीतिमा आउने निर्णय भएको कारणले गर्दाखेरि अबको निर्वाचन पश्चात चाहिँ संसद भवनमा तपाईँले व्यापक मात्रामा चाहिँ युवाहरूको प्रतिनिधित्व चाहिँ देख्न सक्नुहुन्छ। त्यो भन्दा विनोदजी तपाईँ स्वयं पनि चाहिँ यो निर्वाचनमा केही तयारी छ कि के छ? म आफै चाहिँ यसपालि मङ्गोल नेसनल अर्गनाइजेसनबाट चुनाव चिन्ह कुखुराको भाले लिएर चाहिँ रसुवा जिल्लाबाट चाहिँ उम्मेदवारी दिने निर्णय गरेको छु। रसुवा जिल्लाबाट मेरो नाम पनि सिफारिस भएर गइसकेको छ। अब केन्द्रबाट निर्णय भएर सकारात्मक कुरा नै आउँछ भन्ने चाहिँ म त्यो कुरामा चाहिँ आशा लिएर बसेको छु। यसपालि चाहिँ अलिकति युवा पुस्ताले चाहिँ देशलाई अगाडि बढाउनु पर्छ किनकि युवालाई अहिलेसम्म तिरस्कार गरेर चाहिँ नेपालको राजनीति अगाडि बढेको छ। त्यो भएको कारणले युवा भनेको देशको मेरुदण्ड हो नि त। मेरुदण्डलाई नै चाहिँ तिरस्कार गरेर अगाडि बढेको कुनै पनि कुराहरू हैन त्यो चाहिँ दीर्घजीवी हुँदैन। त्यो भएको कारणले गर्दाखेरि युवाहरूको चाहिँ प्रतिनिधित्व हुनुपर्छ किनकि युवा भनेको पिल्लर हो नि त देशको हैन। हरेक कुरामा चाहिँ जोसको साथ जुझारुको साथ चेतनशील भएर अगाडि बढ्ने भनेको युवाहरू हो। त्यो भएको कारणले गर्दाखेरि अब आउने फागुन 21 गतेबाट चाहिँ युवाहरूको प्रतिनिधित्व चाहिँ हुनुपर्छ। वैदेशिक रोजगारमा मात्र चाहिँ युवाहरू चाहिँ अग्रसर हुने होइन कि अब देशको भविष्य बनाउनको लागि पनि चाहिँ युवाहरू जागरुक हुनुपर्छ। राजनीतिक रूपमा चाहिँ राजनीतिक स्वामित्व ग्रहण गरेर चाहिँ अरूलाई मात्र गाली गर्ने होइन कि आफू पनि त्यो ठाउँमा चाहिँ अग्रसर भएर चाहिँ देश परिवर्तनको आफ्नो देशको चाहिँ जिम्मेवारी वहन गर्नुपर्छ भनेर चाहिँ म आफै पनि यसपालि चाहिँ उम्मेदवारी दिने निर्णय गरेको छु र फागुन 21 गतेमा चाहिँ म त्यो चुनावी माहौलमा होमिराख्दाखेरि रसुवाली जनताले पनि यसपालि चाहिँ निर्णायक मत हाल्ने छ भन्ने चाहिँ म विश्वस्त छु।